ल आजको क्लासमा हामी कक्षा 12 को एकाउन्टको क्याश फ्लो स्टेटमेन्टको बारेमा आज चर्चा गरिन्छ। सबभन्दा पहिला क्याश फ्लो स्टेटमेन्ट के हो है? क्याश फ्लो स्टेटमेन्ट भनेको हामीको कम्पनीबाट हामीसँग नगद प्रवाह हैन, क्याश भनेको नगद, फ्लो भनेको प्रवाह र स्टेटमेन्ट भनेको विवरण। हाम्रो कम्पनीबाट कति नगद प्रवाह भइरहेछ, आइरहेछ र गइरहेछ भनेर त्यसको विवरण हामी राख्छौँ है, र सर्टकटमा सामान्य भाषामा है। त्यसैगरी हामीले के छ, टाइप्स अफ क्याश फ्लो स्टेटमेन्ट। यसमा हामीले दुईटा टाइप्स पढ्नुपर्छ। यसमा एउटा डाइरेक्ट मेथड र एउटा इन्डाइरेक्ट मेथड है। र डाइरेक्ट मेथड र इन्डाइरेक्ट मेथडमा सबभन्दा पहिला हामी चर्चा गरौँ डाइरेक्ट मेथड है। डाइरेक्ट मेथडमा सबभन्दा पहिला हामीले यो क्याश फ्लो स्टेटमेन्टमा के पढ्नुपर्छ भने टपिकहरु भनेको सबभन्दा पहिला हाम्रो क्याश फ्लो स्टेटमेन्टमा अपरेटिङ एक्टिभिटी है। हाम्रो कुनै पनि संस्थाको सबभन्दा स्टार्टमा के हुन्छ भने अपरेटिङ एक्टिभिटी हुन्छ है, अपरेटिङ एक्टिभिटी। र त्यसपछि सेकेन्डमा के हुन्छ भने फाइनान्सिङ एक्टिभिटी है, र थर्डमा के इन्भेस्टिङ सेकेन्डमा हुन्छ भने थर्डमा हाम्रो के हुन्छ फाइनान्सिङ एक्टिभिटी है। त्यसैगरी यो अपरेटिङ एक्टिभिटीमा संस्थाको स्टार्टको पिरियडमा भएका गतिविधि रेकर्ड गरिन्छ भने इन्भेस्टिङ एक्टिभिटीमा के हुन्छ भने संस्थाले के गर्छ भने फिक्स एसेटहरु पर्चेज गर्छ र सेल्स गर्छ, र इन्भेस्टमेन्टहरु पर्चेज गर्छ र सेल्स गर्छ। यी कुराहरु रेकर्डिङ गरिन्छ। त्यसैगरी फाइनान्सिङ एक्टिभिटीमा के हुन्छ भने फाइनान्सिङ एक्टिभिटीमा कति शेयर लगानी गर्यो हैन, र कति डिबेन्चरहरु छ, लोनहरु छ, त्यसको बारेमा हामीले चर्चा यसमा रेकर्ड गरिन्छ है। र सुरुमा हामी सबभन्दा पहिला अपरेटिङ एक्टिभिटी क्यान डिभाइड इन्टु 3 स्टेप है। सबभन्दा पहिला यो अपरेटिङ एक्टिभिटीलाई 3 वटा स्टेपमा डिभाइड गरिन्छ है, लेखिन्छ। र फर्स्टमा के हुन्छ भने यो अपरेटिङ एक्टिभिटी बनाउँदा सबभन्दा फर्स्टमा के हुन्छ हाम्रो क्याश कलेक्सन फ्रम डेब्टर्स कस्टमर्स। डेब्टर र कस्टमरबाट के गरिन्छ भने क्याशहरु कलेक्सन गर्छ है। हाम्रो सामान बिक्री गरे हुन्छ भने त्यहाँबाट क्याश आउँछ। यसको पहिलो के हुन्छ भने सेल्स हुन्छ है, सेल्स आउँछ। त्यसैगरी अब कुनै एसेट्सहरु छ यसमा डेब्टर अनि के हुन्छ रिसिभेबल, योहरु आउँछ है। त्यसैगरी सेकेन्डमा हुन्छ भने के हुन्छ भने क्याश पेड टु क्रेडिटर सप्लायर है। जब हामी कसैबाट क्रेडिटर, सेकेन्डमा हुन्छ क्याश पेड गरिन्छ है। क्याश हामीले कसलाई पेड गर्छौं? जसबाट हामी पर्चेज गरे हुन्छौं या जसले हामीलाई सप्लायर गरे हुन्छ, सामान के रे सप्लाई गरे हुन्छ हैन। तिनीहरुलाई के गर्छौं हामी क्याश पेड गर्छौं है। क्याश पेड गर्छौं त क्याश पेड गर्छौं भने यसमा सबभन्दा पहिला के हुन्छ भने कस्ट अफ गुड्स सोल्ड हुन्छ है। अर्को के हुन्छ भने अर्को हाम्रो यहाँ हुन्छ स्टक इन्भेन्टरी। त्यसैगरी क्रेडिटर अनि अर्को के हुन्छ पेबल, योहरु राखिन्छ है। र थर्डमा के हुन्छ भने क्याश पेड टु अदर, क्याश पेड टु अदर। क्याश पेड टु अदरमा अब हामीले स्यालेरी पेड गरेका छौं,
अनि स्यालेरी रेन्ट कमिसन है स्यालेरी रेन्ट कमिसन यीहरू हामी लेख्छौँ ल लेख स्यालेरिज रेन्ट कमिसन त्यसै गरी हाम्रो के हुन्छ भने ऑपरेटिंग एक्सपेन्सेस रेटिंग एक्सपेन्सेस ऑफिस एक्सपेन्सेस त्यसै गरी सेलिङ एक्सपेन्सेस र अरु करेन्ट एसेट्स र करेन्ट लायबिलिटीजहरु है त करेन्ट एसेट्स मा के आउँछ भने यो हाम्रो प्रिपेड एक्सपेन्सेस भयो है त्यसै गरी एक्युड इन्कम आउटस्ट्यान्डिङ एक्सपेन्सेस अर्को के हुन्छ भने एडभान्स इन्कम त्यसै गरी ट्याक्स पेड अर्को हाम्रो इन्ट्रेस्ट पेड इटिसी है भनेको अदर इन्कम अब यसैमा हामीले रिसिभहरु पनि अदर रिसिभहरु पनि राखेका छौं अदर रिसिभमा के हुन्छ भने अब यहाँ इन्ट्रेस्ट रिसिभ है त्यो पनि हामी यसैमा राख्छौं है त्यसै गरी एउटा नोट हेर त नोट भनेको हामीले जान्नै पर्ने के हुन्छ भने यहाँ यदि करेन्ट एसेट म नोट लेखाइदिन्छु है नोट